हाम्रो आइरा नानीलाई चाहिँ योपालिदेखि स्कुल हालेको कि 3 वर्ष पनि पुगेको छैन र पनि हेर्नुहोस् न कति राम्रो लेख्छ हो। होमवर्कहरू दिएको पनि आफै गर्छु भन्छ, गर्छ पनि। एक दिन 2 दिन चाहिँ बोजूले हात पक्रिदिनु पर्यो, त्यहाँदेखि त आफै गर्नु थालेको छ हेर्नुहोस् त। अझै भएन, भएन, यहाँबाट सिधा तान्नुपर्छ, सिधा 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 ल्याऊ, सिधा ल्याऊ। अब उकालो तान फेरि अलिक तेर्सो भन्दैछु अहिले म दामी लेख्दा लेख्दै छाडा हुँदैछ उ, त्यही दामी लेख्दा लेख्दै छाडा हुँदैछ। अझै तान, तेर्सो नतान, यहाँ तान। अब ए भएन मिसले पो हेर्दैछ त, यहाँ मिस हेर्नुहोस् है, यहाँ उसले बिगारेको हामीले होइन है, नानीले आफै बिगारेको। गुड गरे, गुड गरे। तेर्सो यहाँ फेरि ओह्रालो तान। अब त्यो भयो, यहाँ तेर्सो तान। गुड। अब यहाँ यहाँ राम्रो भएन है त्यो। अब यहाँ दामी बनाउनुहोस् त त्यहाँ हेरौँ। अब तेर्सो तान, तेर्सो 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 भनेको चाहिँ यसो हुन्छ, यसो यसो, यो त उयसको मार्छ मिसको। यहाँ फेरि तान, त्यसले नमेट्नु भनेको छ। ओह्रालो तान, ओह्रालो ओह्रालो तान तान, अझै तान तान। अब तेर्सो ल्याऊ। यहाँ 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 यसो गर्न, यसो गरेर लेख्न, यसो गरेर कोर्न। हुन्छ भन्नु। ओह्रालो चाहिँ ओह्रालो, उकालो चाहिँ फेरि यहाँ भएन भएन, जाँदैन यहाँ, जाँदैछ जाँदैन, मिसले कुट्छ भोलि त। अब हौ त्यो यहाँबाट तेर्सो हौ त्यो त, यहाँ राम्रो भयो। अब कहाँ छ, यहाँ छैन, यहाँबाट यसो, यहाँबाट अब उकालो जाऊ, अझै